यो मान्छेले मासु कति धेरै खाएको होला भन्नुहुन्छ होला है। त्यो त मासु खानेहरूलाई मात्र थाहा हुन्छ है। मासु बिना चाहिँ किचन एकदमै अँध्यारो हुन्छ भनेर। त्यही भएर आज चाहिँ म मेरो स्टाइलमा फेरि पनि सुँगुरको मासु बनाउँदैछु। यहाँ चाहिँ मैले कराईमा मासुलाई राखेर मजाले पानी राखेर एकदमै मजाले पकाउँछु। पानी एकदमै धेरै राख्छु अनि बिस्तारै बिस्तारै पकाउँछु अनि राखेको पानीलाई चाहिँ त्यही मासुमा सुक्न दिन्छु। अनि पानी सुकिसके पछाडि चाहिँ मासुबाट तेल निस्किन सुरु हुन्छ। अनि तेललाई पनि मजाले निस्किसके पछाडि मासुबाट छुटाइदिन्छु। चाहिने जति चाहिँ मासुमै राखिदिन्छु। त्यस पछाडि अब चाहिँ म यता चाहिने जति मसलाहरू राखिदिन्छु। त्यस पछाडि मजाले पकाइदिन्छु अनि मजाले मसला पाकिसके पछाडि चाहिँ टमाटर राखिदिन्छु। टमाटर पनि यहाँ चाहिँ पाकिसक्यो। त्यस पछाडि मजाले मिक्स गरिदिँदै चलाउँदै गरिदिन्छु। अब चाहिँ रेडी भयो सुँगुरको मासु। म चाहिँ यस्तै पारामा बनाउँछु। एकदम सिम्पल पारामै बनाउने गरेको छु। तपाईहरु कसरी बनाएर खानुहुन्छ मेरो स्टाइल मन पर्यो भने कमेन्टमा भनिदिनु होला। थ्यांक यू।